इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी एकदमै सबभन्दा बढी तपाईँहरूले माग गरेको च्याप्टर। यो च्याप्टर हो पनि त्यही हिसाबले च्याप्टर पनि हो, किनभने तपाईँलाई यसले हेर्नुहुन्छ भने टोटल कति दिन्छ भन्दाखेरि यसले टोटल मार्कको कुरा यदि म गरौँ भने दिस इज भेरी इम्पोर्टेन्ट च्याप्टर है। र बिलिभ मी यो 20देखि 18देखि 20 मिनटमा नेक्स्ट 20 मिनट्समा म तपाईँहरूलाई यसमा चाहिने र यसमा सोधेको सबै क्वेसन गराइदिन्छु। सो लास्ट टाइममा यदि तपाईँ मात्र यो नोट हेरेर पनि जानुभयो भने, अहिले यो क्लास लिनुहुन्छ र लास्ट टाइममा मात्रै नोट पनि हेरेर जानुभयो भने द्याट विल बी मोर देन इनफ र तपाईँले सबै क्वेसन बनाउन सक्नुहुन्छ। सो फर नेक्स्ट 20 मिनट्स तपाईँहरू एकदमै ध्यानपूर्वक यहाँ चाहिँ हेर्नुहोस्। इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी, यसमा टोटल मार्क्स कतिको सोधेको छ भन्दाखेरि 5 देखि 6 मार्क्स। र यसले के बताइरहेछ कि जेनरली यो च्याप्टरको कति महत्त्व छ, तपाईँहरूको र्याङ्क डिसाइड गर्न वा पास फेल हुन कति महत्त्व छ। अब हेर, धेरैजनाको के हुन्छ न्युमेरिकल कमजोर हुन्छ, धेरैजनाको के हुन्छ बायोलोजी कमजोर हुन्छ, र त्यो सब कुरा अलिकता त्यो हुन्छ। तर यो यसमा के छ त केही पनि छैन, यसमा खालि रट दिने कुरा एकदम म क्लियरली भनिरहेको छु। यसमा त्यस्तो खासै केही पनि बुझ्ने कुरा छ, 1-2वटा त्यो मैले बुझाइदिन्छु तिमीहरूलाई, र बाँकी सबै कुरा तिमीहरूले के गरिदिनु त रट दिनु। 2-3 चोटि रट दियो भने तिमीहरूले सबै मजाले गर्न सक्छौ। त्यसले यसमा धेरै दिमागको जरुरी छैन, बट मेहनतको जरुरी छ यो च्याप्टरमा। सो हेर, टोटल मार्क 5 मार्क्स वा 6 मार्क्सको क्वेसन सोध्न सक्छ। अब एमसीक्यू सोध्यो भने 1 मार्कको एमसीक्यू, एउटा बीएसक्यू भनेको 2 र एउटा लङ भनेको यो 6 मार्कवाला भयो। एउटा लङ क्वेसन भनेको 4 मार्क र एउटा एमसीक्यू भनेको 5 मार्क र एउटा बीएसक्यू भनेको 1 मार्क अगेन भनेको 6 मार्क। वा सिम्पली यदि 5 मार्क्समा मात्रै सोध्यो भने एउटा लङ क्वेसन र एउटा एमसीक्यू सोध्छ, एउटा लङ क्वेसन र एउटा एमसीक्यू सोध्छ। सो त्यो केसमा एउटा कुरा हामीलाई के क्लियर भइरहेछ कि यो जुन एमसीक्यू छ नि, एमसीक्यू र यो लङ क्वेसन, त एमसीक्यू त खैर ठिक छ 1 मार्क्समा छ होइन, अलिकता एकछिन एमसीक्यू त कुरा छोडा होइन, के भन्छ लङ क्वेसन जुन छ त्यो एउटा 4 मार्क्सको स्योर सर्ट छ। यहाँबाट लङ क्वेसन एउटा के छ स्योर सर्ट छ। सो लेट्स स्टार्ट। च्याप्टरमा के भनेको छ, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी। पहिले 3वटा कुरालाई के गर त छुट्टा छुट्टै बुझ, अनि त्यसपछि म 3वटै कुरालाई के गरिदिन्छु त लिङ्क गरिदिन्छु, अनि तिमीहरू कम्प्लिट बुझाइ एकदम इजी हुन्छ। र इन्फर्मेसन भनेको के हो भन्दाखेरि अ कलेक्सन अफ फ्याक्ट्स डाटा एन्ड फिगर। अ कलेक्सन अफ के त फ्याक्ट्स, जुन फ्याक्ट कुरा छ, जुन डेटा छ हामीसँग, जुन फिगर्स जस्तै 10, 20, 25 यतिवटा यो भयो यो भयो, त्यो सबै के हो त फ्याक्ट हो। एउटा के हो इन्फर्मेसन हो, सबै कुरा इन्स्ट्रक्सन जस्तो एउटा इन्फर्मेसन हो। यो इन्फर्मेसन छ हामीसँग। अब यो इन्फर्मेसनलाई हामीले के गर्छौँ त, यो इन्फर्मेसन मात्रै राखेर हुँदैन। जब यो इन्फर्मेसनलाई, यो फ्याक्ट्स र यो डाटालाई हामी के गर्छौँ त कसैले सेयर गर्छौँ, कसैलाई दिन्छौँ वा कसैबाट लिन्छौँ। जस्तै मलाई केही आइरहेछ, मसँग एउटा एकदम इजी तरिकामा बताउँछु बुझ्न। र मसँग एउटा कलेक्सन अफ फ्याक्ट्स फिगर्स एन्ड डेटा छ कि साइन्समा यति मार्क्स आउँछ, साइन्समा यसरी पढाउने हो, यो सबै कुरा मसँग छ, यो कुरा यसमा पढाउने हो, सबै कुरा मसँग छ। अब यो के भयो त इन्फर्मेसन मसँग छ। अब यो म तिमीहरूलाई के गर्छु पढाउँछु, यो तिमीहरूलाई पढाएँ भने त्यो के हुन्छ भन्दाखेरि द्याट विल बी नथिङ बट के त कम्युनिकेट गरेँ म तिमीहरूसँग भन्दाखेरि प्रोसेस अफ रिसिभिङ एन्ड गिभिङ इन्फर्मेसन। म तिमीहरूलाई इन्फर्मेसन गिभ गरिरहेको छु, तिमीहरू मसँग के गरिरहेछौ इन्फर्मेसन लिइरहेछौ भनेको दिस इज कल्ड एज के त कम्युनिकेसन। जहाँ मैले तिमीहरूलाई इन्फर्मेसन दिइरहेको छु वा तिमीहरूले मबाट इन्फर्मेसन लिइरहेछौ, त्यो के हो भन्दाखेरि त कम्युनिकेसन भयो। अब यो इन्फर्मेसन दिनको लागि मसँग सबै कुरा ब्रेनमा छ, फ्याक्ट्स फिगर सबै कुरा मसँग छ। यो सबै कुरालाई मैले के गरेँ त तिमीहरूलाई बताउन चाहेँ। अब यो बताउन चाहनको लागि यो कम्युनिकेसन, इन्फर्मेसन मेरोसँग जुन दिमागमा छ, कम्युनिकेसन जुन म तिमीहरूलाई बताइरहेको छु त्यो प्रोसेस भयो। र यो कम्युनिकेसन कसरी भइरहेछ, म यहाँ चाइनामा बसिरहेको छु अहिले, तिमीहरू अहिले नेपालमा बसिरहेको छौ होइन। म चाइनामा बसिरहेको छु, तिमीहरू नेपालमा बसिरहेको छौ। म तिमीहरूलाई आफ्नो भित्र भएको इन्फर्मेसन कसरी दिइरहेको छु, मोबाइलबाट भिडियो बनाएर दिइरहेको छु, हो कि न, युट्युबको थ्रु भिडियो बनाएर दिइरहेको छु भने त्यसको लागि मलाई के चाहिएको छ त, यो मेरो जुन इन्फर्मेसन छ त्यसलाई कम्युनिकेट म तिमीसँग गर्छु, त्यसको लागि के चाहिन्छ, एउटा मोबाइल चाहिन्छ। भनेको मोबाइल के हो, टेक्नोलोजी हो। सो यसरी बुझ, दिस इज के त टेक्नोलोजी। टेक्नोलोजी भनेको के हो त मेथड और सिस्टम और डिभाइस दैट आर यूज फॉर के कम्युनिकेसन। सो दिस इज के त इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी। यो तीनवटै के हुन्छ त लिङ्क हुन्छ, त्यसैले च्याप्टरको नाम के दिएको हुन्छ त आइसिटी, इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी। किनभने तिनटै के छ लिङ्क छ। अब माना इन्फर्मेसन मात्रै छ, त्यसलाई तिमीले कसैसँग सेयरै गर्यौ, सेयरै गरेनौ भने कामै छैन। सेयर इन्फर्मेसन पनि छ, तिमी सेयर पनि गरिरहेछौ, तर तिमीसँग के छ त भन्दाखेरि सेयर गर्ने टेक्नोलोजी नै छैन भने पनि काम हुँदैन। द्याट्स वाइ इन्फर्मेसन कम्युनिकेसन र टेक्नोलोजी के छ त इन्टर लिङ्क्ड विथ इच अदर छ। अब अगाडि आउँ, यसमा एउटा क्वेसन सोध्छ सिग्नल भन्ने के हो। अब हेर, यो गिभिङ इन्फर्मेसन र कम्युनिकेसन दिनको लागि हामीले बुझ्यौँ कि कम्युनिकेसन, हामीसँग इन्फर्मेसन छ त्यसलाई कम्युनिकेट गऱ्यौँ के को थ्रु, मोबाइलको थ्रु। त खालि मोबाइलमा भनेर हुन्छ त
हुँदैन नि। यो मोबाइल मैले के गर्छु, मोबाइल मैले भिडियो बनाउँछु, त्यसपछि त्यसलाई के गर्छु, एडिटिङ गर्छु, कपी गर्छु, सबै कुरा गर्छु, त्यसपछि त्यसलाई के गर्छु त म वेबमा अपलोड गर्छु, युट्युबमा म के गरिदिन्छु त अपलोड गरिदिन्छु। त्यो अपलोड गर्नको लागि भन्दाखेरि यो जुन इन्फर्मेसन मैले अहिले सबै यो सबै कुरा जुन गरेँ त्यसलाई ट्रान्समिट गर्नको लागि तिमीहरूनिर पठाउनको लागि म के गर्छु त एउटा के गर्छु, फर्म अपनाउँछु। र त्यो कुन फर्म हुन्छ, त्यही फर्म हो जसले के गर्छ त मैले यो दिएको इन्फर्मेसनलाई एउटा के भन्छ अर्को फर्ममा चेन्ज गरेर तिमीहरूनिर के गर्छ त देखाउँछ। त्यही भनेको के हो त सिग्नल हो। द्याट इज नथिङ बट के त सिग्नल। सिग्नल भनेको के हो, द इलेक्ट्रोम्याग्नेटिक अर इलेक्ट्रिकल सर्किट, द इलेक्ट्रोम्याग्नेटिक भनिरहेको छु त्यो पनि याद राख, इलेक्ट्रोम्याग्नेटिक अर इलेक्ट्रिकल सर्किट used to transmit data or information from one source device or network to another is called as के त सिग्नल। म जस्तै अहिले यहाँबाट म गर्छु भिडियो अपलोड गरेँ भने यहाँको सिग्नल, यहाँको जुन के छ नेटवर्क छ त्यसमा मैले अपलोड गर्छु, त्यसले त्यसलाई के गरिदिन्छ, चेन्ज गरिदिन्छ अर्को सिग्नलमा र त्यसपछि अर्को नेटवर्कमा पठाउँछ भनेको त्यसलाई हामी के भन्छौँ, द्याट इज नथिङ के त जुन इलेक्ट्रोम्याग्नेटिक अर इलेक्ट्रिकल जुन सर्किट हो जसबाट यो डाटा ट्रान्समिट हुन्छ तिमीहरूसम्म, त्यो भनेको के हो त सिग्नल हो। यति कुरा बुझ सिग्नलमा। अब यो सिग्नल भन्दाखेरि जेनरली के हो, इट इज द प्राइमरी एलिमेन्ट द्याट कन्ट्रोल्स इलेक्ट्रोनिक डिभाइसेस कम्प्युटिङ नेटवर्क एन्ड कम्युनिकेसन। यो जति कम्युनिकेसन सबैलाई कन्ट्रोल कसले, किनभने यो कुरा भएन भने तिमीहरूसँग त पुग्दैन, त पुगेन भने त म भिडियो बनाएर खालि के गर्छु, आफै थोरै हेर्छु, हो कि न हो। सो दिस इज के त प्राइमरी एलिमेन्ट। सिग्नल के हुन्छ, प्राइमरी एलिमेन्ट हो। त्यसैले सबभन्दा पहिले हामीले कसको कुरा गऱ्यौँ त सिग्नलको कुरा गऱ्यौँ यहाँ। अब यो जुन सिग्नल हुन्छ नि, यो सिग्नल दुई खालको सिग्नल हुन्छ, एउटा भनेको एनालग सिग्नल हुन्छ, एउटा भनेको डिजिटल सिग्नल हुन्छ। एनालग सिग्नल, डिजिटल सिग्नल। एनालग भनेको के हुन्छ त कन्स्ट्यान्ट हुन्छ बट चेन्जेस इन भ्याल्यु ओभर टाइम। जस्तै अर्थक्वेक होइन, अर्थक्वेक त सबैलाई थाहा छ कन्स्ट्यान्ट हुन्छ। अर्थक्वेक अर्थमा जहिले पनि के हुन्छ त केही न केही मुभमेन्ट त प्लेटहरूको, सिस्मिक प्लेटहरूको भइरहेको हुन्छ, तर त्यसको यदि फ्रिक्वेन्सी बढ्यो र घट्यो भने अर्थक्वेकहरू आउँछ होइन। भन्दाखेरि अर्थक्वेक भयो, फ्रिक्वेन्सी भयो, भोल्क्यानो भयो, विन्ड भयो। विन्ड जहिले पनि चलिरहेको छ कि छैन, विन्ड इज अलवेज ब्लोइङ, हो कि न, विन्ड इज अलवेज ब्लोइङ। बट जेनरली कहिले के हुन्छ, धेरै जोडले विन्ड बग्यो भने यसको फ्रिक्वेन्सीमा के भइदियो त, यसको भ्याल्युमा के भइदियो त चेन्ज भइदियो। धेरै जोडले बग्यो भने के हुन थाल्छ, एकदमै आँधी तुफान आउँछ। धेरै स्लोली बग्न थाल्यो भने हामीलाई गर्मी लाग्न थाल्छ, हो कि न, हावा हुँदैन भने हो। त भनेको यो कन्स्ट्यान्ट कुरा हो। यो सिग्नलहरू जुन यो सिग्नलहरू छ यो सबैलाई हामी के भन्छौँ त एनालग सिग्नल भन्छौँ। त्यस्तै अर्को कुरा के हुन्छ, डिजिटल सिग्नलको कुरा हुन्छ। डिजिटल सिग्नल भनेको यसको कन्स्ट्यान्ट भ्याल्युज ओभर टाइम हुँदैन, यसको कन्स्ट्यान्ट भ्यालु हुँदैन। जस्तै कि कम्प्युटर, मोबाइल फोन, डेटा ट्रान्समिसन अन डिभाइस, यो सबै कुरा के हो त डिजिटल सिग्नल। जस्तै अब सिम्पल कुरा बुझ्यो, तिमीलाई एनालग सिग्नलको बारेमा बुझ्नु छैन, खालि सिम्पली बुझ्नु थियो कि एनालग सिग्नल के हो, पढ्नु तिमीहरूलाई डिजिटल सिग्नलको बारेमा। र यहीँबाट धेरै क्वेसन आउँछ, डिजिटल सिग्नल के हो भन्ने कुरा तिमीहरूले बुझ्यौ। किनभने यसले के गर्छ भन्दाखेरि कम्प्युटर, मोबाइल यो सबै कुरामा कुन सिग्नल युज हुन्छ त डिजिटल सिग्नल युज हुन्छ। कस्तो सिग्नल युज हुन्छ, डिजिटल। जमाना कस्तो छ, डिजिटल। मोबाइल युज गरिरहेको छ भने त्यसमा सिग्नल कस्तो हुन्छ, डिजिटल सिग्नल। त्यसरी पनि याद राख्न सक्छौ। र यसको ग्राफ दिएर सोधेको छ क्वेसन यसपालि प्याप्सनमा, यो प्याप्सनको क्वेसन थियो है। यसरी दिएको छ ग्राफ, अनि यो एम्प्लिच्युड हो वाइ एक्सिसमा, र एक्स एक्सिसमा के हो टाइम हो। हेर त टाइमको अनुसारले एम्प्लिच्युड फरक घट भइरहेछ भन्दाखेरि यसको के भइरहेछ, हेर त जेनरली के हुन्छ, यसको भ्याल्यु के भइरहेछ, चेन्ज भइरहेछ ओभर टाइम। सो यो के हो त एनालग सिग्नल हो। याद गरिहाल यो फोटो, दिस इज के त एनालग सिग्नल। र यदि यस्तो फिगर दियो भने 0 1 1 0 वाला दियो भने त्यो के हुन्छ त, एउटा कुरा याद राख, त्यो स्क्वायर बक्समा र 0 1 0 1 0 1 मा दियो भने त्यो के हो त जहिले पनि डिजिटल सिग्नल हो। बाइनरी नम्बर्स जसले कम्प्युटर पढायो होला तिमीहरूले, जसको कम्प्युटर होला तिमीहरूले पढेको, तिनीहरूलाई यो कुरा राम्ररी थाहा होला। बाइनरी डिजिट्स 0 1, कम्प्युटरको सबै कहानी, कम्प्युटरले दुईवटा नम्बर मात्रै चिन्छ। हामी जति कुरा लेखे पनि, जति हामी अल्फाबेट पनि लेख्छौँ नि, हामी केही सर्च गर्न जुन अल्फाबेट लेख्छौँ त्यसलाई उसले कन्भर्ट केमा गर्छ, पहिले त 0 1 र 0 1 मै कन्भर्ट गर्छ। 1 0 कि 0 1 भनेको 1 र 0 दुईवटा नम्बरमा मात्रै कन्भर्ट हुन्छ, त्यसपछि मात्रै सबै इन्फर्मेसन त्यहाँबाट आउँछ। भन्दाखेरि दुईवटा अक्षर मात्रै चिन्छ कम्प्युटरले। यत्रो ठुलो कम्प्युटरको दुनियाँ, मोबाइलको दुनियाँ छ नि, यो सबले सुन्ने भनेको कति हो भनेको जम्मा दुईवटा कुरा मात्रै नि हो भनेको। यो कम्प्युटरभन्दा भास्ट ब्रेन हाम्रो हो, हामीले त्यसलाई प्रोग्राम गरेको, त्यो कुरा बुझ। 0 र 1 मात्रै बुझ्छ त्यसले। सो दिस इज के त बाइनरी डिजिट, र यो केमा युज हुन्छ त डिजिटल सिग्नलमा युज हुन्छ। अब यसलाई हेर त, यो वेभलाई के भन्छौँ, जसलाई थाहा होला, साइन्स राम्ररी पढायो होला, यो वेभलाई हामी के भन्छौँ, साइन वेभ भन्छौँ, हो किन। सो दिस इज रिप्रेजेन्टेड बाई साइन वेभ। यहाँबाट तिमीहरूलाई एनालग र डिजिटलको ग्राफको कुरा पनि थाहा भयो, तिमीहरूले डिफरेन्स पनि बनाउन सक्छौ एकदम इजिली। इट इज रिप्रेजेन्टेड बाई के त स्क्वायर वेभ। ठिक छ, यति कुरा बुझ। अर्को हेर ग्राफ अफ डिजिटल सिग्नल इज डिस्कन्टिन्युअस वाइ, सोधेको क्वेसन हो, आस्क्ड क्वेसन हो है।
asked question. Graph of digital signal is discontinuous. किन discontinuous छ? Because it has a series of low and high potentials with 0 and 1 values. The graph becomes discontinuous due to low potential or 0 values. मेन कारण के हो त 0 भ्याल्यु. यसको कारणले के हुन्छ 0 र 1 भनेको बढिरहेछ घटिरहेछ. त्यसको कारणले जनरली के हुन्छ हाई पोटेन्शियल विथ 0 एन्ड 1 भ्यालुज हुन्छ. हाई र लो पोटेन्शियल द ग्राफ बिकम्स के त डिस्कन्टिन्युअस. यति कुरा बुझ. अर्को हेर बिट र बाइट. यो बिट र बाइट भन्ने कुरा तिमीलाई कन्फ्युजन हुन्छ. बिट भनेको के हो त स्मलेस्ट युनिट अफ डाटा इन कम्प्युटिङ हो. स्मलेस्ट युनिट अफ डेटा इन कम्प्युटिङ हो. र बाइट जुन हुन्छ त्यो भनेको के हो त फन्डामेन्टल युनिट. यो बाइट जुन छ त्यो भनेको BYTE बाइट भनेको यो के हो त फन्डामेन्टल युनिट हो. के हो फन्डामेन्टल युनिट अफ डिजिटल इन्फर्मेसन. यसलाई सानो बीले डिनोट गर्छौँ हामी र यसलाई हामी के त ठुलो बीले. यसको पनि डिफरेन्स सोध्न सक्छ. र 1 बाइट इजिकल्स टु के हुन्छ त 8 बिट्स हुन्छ. 1 बाइट इजिकल्स टु कति हुन्छ 8 बिट्स. म अझै थोरै देखाइदिन्छु. यहाँबाट क्वेसन सोधेको छ त्यसैले पहिले त्यो देखाइदिन्छु त्यसपछि अगाडि बढ्छु म. आई डोन्ट थिङ्क यहाँ छ. म यसमा राखिदिन्छु अहिले माथि है. म यहाँ राखिदिन्छु कन्भर्सन जति छ त्यो सबै म यहाँ अहिले राखिदिन्छु. हेरिहाल ल. अब हेर ट्रान्समिसन अफ डिजिटल सिग्नल कति बिट इक्वल्स टु कति बाइट इक्वल्स टु कति किलो बाइट होइन. यो 1024 को रेन्जमा हुन्छ. यहाँ हेरिहाल तिमीहरू. यो चाहिँ याद गरिहाल्नु सोधेको क्वेसन हो. अर्को हेर ट्रान्समिसन अफ डिजिटल सिग्नलको कुरा अब गरौँ. ट्रान्समिसन अब सबै सिग्नल सबै कुरा हामी बुझ्यौँ. अब यसको ट्रान्समिसन भन्ने कुरा जुन हुन्छ त्यो पनि मैले तिमीलाई सम्झाएँ. अब यसको ट्रान्समिसन गर्ने कसरी. यति सिम्पल त छैन कि म यहाँबाट राखिदिन्छु तिमीले पुगिहाल्छ. यति सिम्पल त छैन. भन्दाखेरि यो ट्रान्समिसन अफ डिजिटल सिग्नल कसरी गर्ने हो भन्दाखेरि दुई टाइपको हुन्छ. एउटा बेस ब्यान्ड र एउटा ब्रोड ब्यान्ड के त ट्रान्समिसन. बेस ब्यान्ड ब्रोड ब्यान्ड ट्रान्समिसन. हेर बेस ब्यान्ड भनेको सेन्डिङ अ डिजिटल सिग्नल ओभर अ च्यानल विदाउट कन्भर्टिङ इट इन्टु एनालग च्यानल. यो च्यानल भनेको के हो त एउटा खास वे हो जहाँबाट के हुन्छ त इन्फर्मेसनहरू पास हुन्छ वेबमा. त्यसलाई भन्छौँ हामी च्यानल. सो सेन्डिङ अ डिजिटल सिग्नल ओभर अ च्यानल विदाउट कन्भर्टिङ इट इन्टु एनालग सिग्नल. यदि एनालग सिग्नलमा के भन्छ कन्भर्ट नगरिकन जस्तो छ त्यस्तै यदि हामीले ट्रान्समिट गर्यो भने त्यसलाई हामी के भन्छौँ बेस ब्यान्ड भन्छौँ. र ब्रोड ब्यान्ड भनेको इट सेन्ड सिग्नल्स एज इलेक्ट्रोम्याग्नेटिक वेभ्स एट मल्टिपल फ्रिक्वेन्सिज एट द सेम टाइम. एउटा सिङ्गल टाइममा मल्टिपल फ्रिक्वेन्सिजमा पठाइदिन्छ. त्यसलाई हामी के भन्छौँ त ब्रोड ब्यान्ड भन्छौँ. नामै छ ब्रोड भनेको ब्रोड स्पेक्ट्रम हो. पछि गएर पढ्छौँ न्यारो स्पेक्ट्रम एन्टिबायोटिक्स. हामीले तिमीहरूले यो फिजिक्समा पढ्दा ब्रोड र न्यारोको त्यो मिनिङ पढ्छौँ. हामीले पढ्छौँ न्यारो स्पेक्ट्रम एन्टिबायोटिक्स ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक्स. पछि MBBSहरूतिर पढ्यो भने त्यसरी पढ्छौँ. हेर यहाँ यसको के हुन्छ यो जुन बेस ब्यान्ड हुन्छ त्यसमा के हुन्छ बाई डाइरेक्सनल डेटा ट्रान्सफर हुन्छ. दुवै साइडबाट के हुन्छ यताबाट जान पनि सक्छ उताबाट आउन पनि सक्छ. यता के हुन्छ युनिडाइरेक्सनल हुन्छ. सोधेको यो कुराहरू सोध्न पनि सक्छ. त्यसैले दुई साइडमा बनाइदिएछु ताकि तिमीहरूले के गर भने डिफरेन्स पनि बुझिहाल. र यो जति हेर यसको बाई डाइरेक्सनल यसको युनिडाइरेक्सनल. अब त्यसपछि यो सिम्पल स्ट्रक्चर हुन्छ यसको बेस ब्यान्डको. त सिम्पल स्ट्रक्चर छ भने यो यसको के हो एडभान्टेज पनि भयो हो. यता हेर कम्प्लेक्स स्ट्रक्चर भनेको यो यसको के भयो त डिसएडभान्टेज भयो. यहाँ लो कस्ट इन्स्टलेसन एडभान्टेज भयो बेस ब्यान्डको. त्यस्तै यहाँ के छ त लो कस्ट इन्स्टलेसन छ भने यसको के हुन्छ त हाई कस्ट इन्स्टलेसन भइदिन्छ. किनभने कम्प्लेक्स स्ट्रक्चर छ भने हाई कस्ट के हुन्छ इन्स्टलेसन हुन्छ. सो त्यो के भइहाल्यो ब्रोड ब्यान्डको डिमेरिट भइहाल्यो डिसएडभान्टेज भइहाल्यो. इजी इन्स्टलेसन एन्ड मेन्टेनेन्स. यसको इन्स्टलेसनहरू इजी छ तर यसको के छ त मेन्टेनेन्स पनि कस्टली छ. यसको डिसएडभान्टेज यसको यो एडभान्टेज. अर्को हेर अन्ली डेटा एन्ड भोइस क्यान बी ट्रान्समिटेड. धेरै राम्ररी बुझ्यो कुरा. बेस ब्यान्डमा के हुन्छ मात्रै डेटा र भोइस मात्रै. भिडियोहरू तिमीले गर्न सक्दैनौ. तर यसमा के हुन्छ जेनरली तिमीले के गर्न सक्छौ भन्दाखेरि त भोइस र भिडियो सबै के गर्न सक्छौ त ट्रान्समिट गर्न सक्छौ. यसको फास्ट पर्फर्मेन्स हो भन्दाखेरि यो के हो त जेनरली भन्दाखेरि यो एडभान्टेज भयो ब्रोड ब्यान्डको. त्यस्तै यसको हाज ग्रेटर ब्यान्ड विड्थ. यो डी छुट्या छ यहाँ ब्यान्ड विड्थ. त्यो भनेको के हो त ब्रोड ब्यान्डको के हो त जेनरली एडभान्टेज भयो. लङ डिस्टेन्स ट्रान्समिसन यो पनि यसको एडभान्टेज भयो. यसको लिमिटेड कभरेज हुन्छ यसको डिसएडभान्टेज भयो हो कि त्यसरी तिमीहरूले गर. यसको इक्जाम्पल LAN. LAN को कहिलेकाहीँ फुल फर्मै सोधिदिन सक्छ लोकल एरिया नेटवर्क. यहाँ भनेको वायरलेस ब्रोडब्यान्ड कनेक्सन. ठिक छ. अब यहाँ तिमीहरूलाई अर्को धेरै VI लङ एन्सर क्वेसनमा यहाँबाट यस्तै सोसलको क्वेसनहरू सोध्छ. म त्यस्तो क्वेसनलाई सोसलको क्वेसन भन्छु. तर अहिले हामीलाई बुझ्न एकदम जरुरी छ किनभने त्यही सोसलको क्वेसन पनि लेखेर साइन्समा 4 मार्क पाउन सक्छ. हेर इफेक्ट्स अफ डिजिटल टेक्नोलोजी. अब इफेक्ट्स दुई किसिमको हुनसक्छ. एउटा राम्रो पनि किनभने तिमीहरूले गर्छौ नि वाद विवाद प्रतियोगितामा गर्छौ नि कि यो बुन पनि छ र यो के छ भन्दाखेरि त श्राप पनि छ भनेर तिमीहरूले कर्स पनि छ होइन टेक्नोलोजी. त्यो त्यही टेक्नोलोजीमा आएर त जेनरली इफेक्ट्स अफ डिजिटल टेक्नोलोजी दुवै टाइपको हुनसक्छ. अब म तिमीलाई यहाँबाट पढाउन सकिरहेको छु
होइन भन्दाखेरि तिम्रो लागि हेल्प भयो हो कि पढ्नेवालाको लागि जो पढ्नेवाला छैन तिनीहरूको लागि त केही हेल्प हुँदैन होइन भन्दाखेरि तिमीहरूलाई हेल्प भयो भने यो के भयो त राम्रो पक्ष भयो यसको एडभान्टेज भयो टेक्नोलोजीको तर मसँग मोबाइल छ होइन म तिमीहरूलाई पढाउनको सट्टा तिमीहरू जस्तै दिनभरि गेम खेलेर बस्छु त्यो मोबाइलमा रङबिरङको होइन भनेको त्यो के हो त होइन त्यो भनेको त डिसएडभान्टेज हो होइन राम्रो एडभान्टेजियस कुरा पनि हुन्छ त्यसको खराब इफेक्ट पनि हुन्छ हो कि सो यहाँ इफेक्ट्स अफ डिजिटल धेरैचोटि सोधेको क्वेसन हो यो इफेक्ट्स अफ डिजिटल टेक्नोलोजी इन ह्युमन लाइफ भनेको के हो त हेर सबै एडभान्टेज हो क्या त हेल्थमा राम्रो गर्न सक्छौँ रिसर्च गर्न सक्छौँ हामीले इन्टरटेनमेन्ट पनि दिमागलाई चाहिन्छ कहिलेकाहीँ यसो भिडियोहरू पनि हेरिहाल्छौँ नाचगानावाला हो किन ल अर्को स्पोर्ट्स क्रिकेट पनि हेरिहाल्छौँ होइन स्पोर्ट्सहरू अब हेर त यो यदि टिभीमा देखाउँदैन थियो भने रोहित शर्मा र विराट कोहलीले चिन्थ्यौ तिमीहरूले चिन्दैन थियो भनेको त्यो तिनीहरूको लागि के हो त एडभान्टेजियसै हो नि त हो किन अर्को ट्रान्सपोर्ट टिभीमै स्पोर्टकै कुरा गर्छु भने डिआरएस मेथड छ धोनी रिभ्यू सिस्टम है धोनी रिभ्यू सिस्टम होइन डिआरएस भनेको कोर्थ रिभ्यू सिस्टम होला होइन त्यसले के गरिदिन्छ भन्दाखेरि पछि फेरि रिप्ले गरेर हेर्न सकिन्छ भनेको त्यो जब थिएन भने एकचोटि एम्पायरले आउट दियो भने खतम कहानी चल निस्कि यहाँबाट खतम तर अहिले त्यो सब एडभान्टेजको कारणले के भन्छ धेरै इजी भइदिएछ कसैसँग के हुँदैन त खराब हुँदैन कसैको होइन ल अर्को हेर त्यसपछि ब्याङ्किङमा युज गर्न सक्छौँ घर बसी बसी ई सेवा खल्ती वालेट सबैबाट पैसा होइन पठाउन सक्छु बिजनेस मजाले बिजनेस फैलाउन सक्छु यसको कारणले सेक्युरिटी पनि हुन्छ घरमा सिसिटिभी क्यामेरा लगाइदिन्छौँ हामीले सबै थाहा हुन्छ को आयो को गयो लाइब्रेरीमा पनि यसको धेरै युज हुन्छ अहिले ई लाइब्रेरीको जमाना आउँदैछ अब तिमीहरूलाई लाइब्रेरी पुग्नु पर्दैन तिमीहरू जोबाट धेरैजनाले त लाइब्रेरी हेरेको पनि छैन होला अहिले क्लास 10मा छौ पछि हेर्छौ होइन तर लाइब्रेरीहरू के हुन्छ त अब केही दिनमा लाइब्रेरीहरू यसो बाहिर लाइब्रेरी हेर्दैनौ तिमीहरू मोबाइलमै लाइब्रेरी हुन्छ ई लाइब्रेरी हुन्छ जहाँ सबै चिजको कलेक्सन हुन्छ अर्को हेर किचनमा पनि यसको युज भइरहेछ अचेल होइन पब्लिक सर्भिसेजमा स्पेसमा होइन स्पेसमा त कति युज भइरहेछ हबल्स टेलिस्कोप के दुनियाँभरको प्रेस एन्ड पब्लिकेसनमा एजुकेसनमा त सबभन्दा ठुलो यही रोल दिइरहेको छु म तिमीहरूलाई हो एजुकेसनमा अर्को हेर नेक्स्ट यो सबै एडभान्टेज हो अर्को एउटा नेगेटिभ आस्पेक्ट्स अफ डिजिटल टेक्नोलोजी मैले भनेको थिएँ नि इफेक्ट्स अफ डिजिटल टेक्नोलोजी नेगेटिभ इफेक्ट्स पनि हुनसक्छ जस्तै अब दिनभरि मोबाइल खेलेर बस्छौ तिमीहरू घरमा बाउसँग मतलब हुन्छ न आमासँग मतलब हुन्छ यो भनेको एउटा त ब्याड इफेक्ट नै हो नि त हो कि कसैले धेरैजनाले के गर्छ त आफ्नो बाउआमाले इन्डियाबाट सुनेको छु तिमीहरूले पब्जीको बेला जति बेला कोरोना थियो त्यति बेला सुनेको थियो पब्जी खेल्ने वाले बेटे ने किया माँ का कतल हो कि होइन यो सबैको आइसोलेसन फ्रम द फ्यामिली भनेको तिम्रो त डिट्याचमेन्ट भइहाल्छ फिलै रहँदैन भनेको तिमीलाई कसैले रोक्यो भने त्यो गर्नुभन्दा आमाले आएर भने के हरदम गेम खेल्छस् आमाले मारिदिने बाउलाई मारिदिने ताकि त्यो मरिहाल्छ भने म अब चिल भएर दिनभरि गेम खेल्छु भन त यो सब ब्याड इफेक्ट्स भयो कि भएन हो अर्को एउटा ओबेसिटी यसको कारणले अब के भएको छ यो दिनभर हामी के गर्छौँ बसेर के गर्छौँ त्यो मोबाइलमा चलाउँछौँ र धेरै काम धेरै जसो काम अहिले के भइरहेछ त मोबाइल र कम्प्युटरमा हुन्छ यसको कारणले हाम्रो चल्ने बुल्ने जुन काम छ त्यो के छ चल्ने डुल्ने काम कम भएको छ एज अ रिजल्ट ओबेसिटी के भइरहेछ त बढिरहेछ ल्याक अफ फिजिकल एक्टिभिटी त्यही भने मैले अर्को एउटा ल्याक अफ लर्निङ अब यो मोबाइलमा बच्चाहरू तिमीहरू जस्तो बच्चालाई मेरो भिडियो कतिजनाले हेर्छौ 50 100 200 400जना र त्यही हनी सिंहको एउटा ऱ्यापको भिडियो आइदियो भने त 5 करोड भ्यू 2 मिनटमा तिमीहरू हेर्छौ सबभन्दा बढी हो किन भन्दाखेरि के हुन्छ ल्याक अफ लर्निङ छोडेर बाँकी सब काम चल्छ हो किन अर्को साइबर बुलिङ भनेको अब साइबर क्राइम्सहरू हुन्छ जस्तै त्यसमा के गर्छ अब कसैलाई तिमी के गर्छौ कसैको च्यानल छ त्यसमा बुली गर्न थाल्यो कसैलाई गाली गर्न थाल्यो कसैलाई के गर्न थाल्यो कसैलाई कल गरेर 5 करोड रुपियाँ दे कसैलाई नेटबाट मेसेज पठाइदियो 5 करोड रुपियाँ दे नत्र यो गरिदिन्छु त्यो यो साइबर बुलिङ हो अर्को भनेको साइबर क्राइमहरू भयो होइन त्यसपछि म्यानुपुलेसन अफ प्राइभेसी हो प्राइभेसी कसैको रहँदैन अब सबै कुरा सबै थोक हामी के गर्छौँ त यदि हामी फेसबुक र त्यसमा हाल्न थाल्यो भने केही प्राइभेसी रहन्छ अहिले त हामी खायौँ भने त्यो पनि राख्छौँ होइन फेसबुकमा र अर्को काम गऱ्यो भने त्यो पनि हामी के गर्छौँ त फेसबुकमै राख्छौँ हो किन त यो सब के छ त म्यानुपुलेसन अफ प्राइभेसी पनि हुन्छ यसले हरेक क्षणमा हामी के गरेछौँ त्यो सबै कुरा हामी राखिरहेको हुन्छौँ नि फेसबुकमा यसले यदि कोही हाम्रो घरमा चोरी गर्न चाह्यो भने त्यसलाई के हुन्छ इजी हुन्छ नि कि एटलिस्ट थाहा हुन्छ अहिले त्यो कहाँ गएछ यहाँबाट गयो त गोइङ फ्रम के भन्छ गोइङ प्रयागराज विथ 24 अदर्स होइन कुम्भ मेला 24 अदर्स थाहा भइहाल्यो मान्छेलाई कि प्रयाग गएछ यो घरमा मान्छे छैन हो कि न अर्को कुरा म्यानुपुलेसन अफ फ्याक्ट्स एन्ड डाटा अब सरकारले केही डेटा दिन्छ त्यसलाई म्यानुपुलेट गरेर मान्छेले आफ्नो भिडियो बनाउँदा केही डेटा दिन्छ जसलाई जे राम्रो लाग्छ त्यसले कसैको बारेमा राम्रो भन्छ कुनै कुराको फ्याक्टको त केही जवानै छैन मेरो फ्याक्ट र तेरो फ्याक्ट सच्चाइ जुन हुन्छ नि त्यो एउटा हुन्छ फ्याक्ट भन्ने कुरा एउटा हुन्छ तर अचेल के भइहालेछ कि मेरो सच र तिम्रो सच भइहालेछ भनेको के भइरहेछ म्यानुपुलेसन भइरहेछ
ओके न म्यानिपुलेसन अफ डेटाज र के भइरहेछ जेनरली भन्दाखेरि फ्याक्ट्सहरूको म्यानिपुलेसन भइरहेछ सो दिज आर अल के त नेगेटिभ एस्पेक्ट्स अफ के त जेनरली डिजिटल टेक्नोलोजी यो सोध्न सक्छ दुवै क्वेसन सोध्न सक्छ अर्को हेर यहाँ मैले एउटा यो त्यही राखिदिएको छु अब यति त म के लेखेर तिमीहरूलाई पढाउनु होइन यहाँ सोल्युसन टु नेगेटिभ इफेक्ट्स नेगेटिभ इफेक्ट्सहरू जुन भइरहेछ त्यसको लागि के सल्युसन अपनाउने यो पनि क्वेसन सोध्न सक्छ यसमा 4 जुन लङ एन्सर क्वेसन छ यसै क्वेसनहरू सोध्छ यसमा धेरै ध्यान देऊ माथिको कुराहरूमा अलिकता कम ध्यान दिए पनि हुन्छ तर यसमा रट्नमा बढी ध्यान दिनै पर्छ तिमीहरूलाई किनभने यो क्वेसन तिमीले बनायो भने चोख्खै 4 मार्क्स पाउँछौ र यही क्वेसनहरू सोध्छ नि त्यहाँ एडभान्टेज डिसएडभान्टेज सल्युसन्स के हो नेगेटिभ इफेक्टबाट नेटिजेन र नेटिजेनसिप यसबाट त्यस्तो खासै क्वेसनले सोधेको छैन होइन अब यो नेटिक्वेटहरूबाट केही सोधेको छ एटिक्वेट हुन्छ म्यानर हुन्छ सोसलमा पढाएको छ तिमीहरूले अब नेटमा पनि हामीले के गर्नुपर्छ त एटिक्वेट केही म्यानरहरू राख्नुपर्छ त्यसलाई हामी के भन्छौँ त नेटिक्वेट अब यो नेटिक्वेटमा जेनरली के हुन्छ त केही नेटिक्वेटका केही रुलहरू हुन्छ त्यसमा के हो त बी अवेर अफ द साइबर रुल सबैलाई जतिजना नेट युज गरिरहेछौँ सबैलाई साइबर रुलको बारेमा थाहा हुनु पऱ्यो अदरको प्राइभेसीलाई हामीले के गर्नु पर्यो रिस्पेक्ट गर्नु पऱ्यो बी माइन्डफुल अफ वाट यु पोस्ट एन्ड कमेन्ट अन जथाभावी जेमा पायो त्यो पोस्ट गरिदियो कमेन्ट गरिदियो जे पनि होइन सोचेर अर्को नेक्स्ट एउटा एभोइड सेयरिङ अफ फेक न्युज कहिले पनि सेयर गर्नु हुँदैन रिस्पेक्ट कपिराइट त रिस्पेक्ट गर्नै पर्यो कि अरूको भिडियो उठाएर आफ्नो च्यानलमा राखिदियो होइन त्यो चाहिँ हुनु परेन अर्को नेक्स्ट भनेको एक्नोलेज द अनर जहिले पनि यदि कसैले त्यो कुरालाई पब्लिकली जस्तै हामी युट्युबको म्युजिक यदि युज गऱ्यौँ भने त्यसलाई हामी तल के एट्रिब्युसन लेखिदिन्छौँ नि हो कि न कि दिस म्युजिक वाज टेकन फ्रम दिस भनेर हो कि त्यसरी एट्रिब्युट गर्नुपर्ने हुन्छ एभोइड इन्टरनेट क्राइम इन्टरनेटमा क्राइमहरू गर्नु हुँदैन यो बुलिङ अनलाइन इज अल्सो हरिबल क्राइम भन्ने हाम्रोतिर त अलिकता कम छ तर हाम्रोतिर पनि अब बढिरहेछ नि त्यो हो किन नेभर क्रिटिसाइज सम वान अनलाइन इफ यु डोन्ट नो द रियल स्टोरी बिहाइन्ड द सिचुएसन कहिले पनि अनलाइन क्रिटिसाइज गर्नु हुँदैन द पर्सन मे बिकम डिप्रेस्ड बोथ मेन्टली एन्ड इमोसनली थाहा छैन त्यसको बारेमा केही न केही न्युज फैलाइदियो त्यो मान्छे त डिप्रेस हुन्छ कि हुँदैन अर्को एउटा सेयर हेल्पफुल इन्फर्मेसन अब जस्तै म तिमीलाई यो पढाइरहेको छु त्यो तिमीहरूले आफै कहिले पनि पढेर मात्रै आफैसम्म राख्ने होइन आफू त पढ्नै साथीहरूले पनि के गर्ने त सेयर गर्ने बुझ्यो नि हुँदैन हो सो यो पनि के हो त तिमीहरूको एउटा नेटिक्वेटमै पर्छ रिकगनाइज एन्ड रिस्पेक्ट के त डाइभर्सिटी तिमीहरूले सेयर गर्दैनौ है कसैले हो किन सेयर गर्नुपर्छ है तर सेयर हेल्पफुल इन्फर्मेसन रिकगनाइज एन्ड रिस्पेक्ट डाइभर्सिटी युज योर इन्फ्लुएन्स वाइजली अब जस्तै म तिमीहरूलाई 500जनालाई म चिन्छु अहिले 500जना मसँग पढिरहेको छु यो मेरो के हो त इन्फ्लुएन्स ग्रुप भयो त म यसमा यो इन्फ्लुएन्स ग्रुपलाई म पढ्नको लागि भन्छु अझै राम्रो गर्नको लागि भन्छु त्यो राम्रो कुरा तर म तिमीहरूलाई अब तिमीहरूलाई एउटा ग्रुप बनाउँछु भन्छु म भोलि नेपाल आइरहेको छु नेता भन्छु मलाई के गर्ने त तिमीहरू भोट आइजा केटा हो फलानु चौकमा हो कि होइन त्यसरी युज गऱ्यो भने यो के मेरो इन्फ्लुएन्सको यो राम्रो युज भयो भएन नि त होइन यो इन्फ्लुएन्सको थारा भाइ जोगिन्दर बनेर म 500 रुपियाँ दिइहाल्छु 1000 रुपियाँ दिइहाल्छु फलानु ठाउँ राखेको छु गएर चेक गरिहाल यसरी भिडियो बनाउँछु त्यो भनेको राम्रो त्यो द्याट इन्फ्लुएन्स इज नट गुड कसैलाई भड्काउन दङ्गा भड्काउन कि आइज फलानु ठाउँ आज के गर्नुपर्छ मार गराउनुपर्छ फलानालाई पिट्नुपर्छ यो सरकार ढाल्नुपर्छ त्यो ढाल्नुपर्छ त्यो सब चाहिँ हामीले गर्नु त्यो भनेको नेगेटिभ इन्फ्लुएन्स हो पोजिटिभ इन्फ्लुएन्स भनेको यसो जस्तै अब बालेन एउटा पोस्ट गर्यो बालेनले भने कति हेर्छु 1 घन्टामा के जान्छ 3-3 लाख लाइक कमेन्ट जान्छ एक घन्टामा त तिनीहरूको एउटा इन्फ्लुएन्स छ सोसियल मिडियामा त तिनीहरूले त्यसलाई के गर्नु पऱ्यो राम्रो तरिकाले देशको डेभलपमेन्टको लागि राम्रो राम्रो कुराहरू राख्नु पऱ्यो त्यतिजना इन्फ्लुएन्स हुन्छ कि अब तिनीहरूले एकचोटि बालेनले यदि पोस्ट राखोस् भने अफकोर्स 50,000 जना जुटाउन त्यसलाई गाह्रो हुँदैन होइन काठमाडौँमा 50,000 30,000 20,000 आदमी त मजाले जुटिहाल्छ त्यसको एउटा पोस्टले अब त्यसले के गर्यो त्यो युज गर्यो के को लागि भन्दाखेरि तब कसैलाई बुली गर्नको लागि आफ्नो त्यो धाक देखाउनको लागि कि आइज 50,000 जना यहाँ जुटिहाल भने त्यो कुरा के हुन्छ राम्रो हुन्छ हुँदैन सो जहिले पनि इन्फ्लुएन्स हाम्रो के हुन्छ हामीले राम्ररी के गर्नुपर्छ युज गर्नुपर्छ यति क्वेसन तिमीहरूले गर र यो च्याप्टरबाट यदि गर्यो भने योभन्दा बेसी तिमीहरूलाई के पनि गर्नु पर्दैन अलमोस्ट यु आर डन विथ दिस च्याप्टर यति कुरा तिमीहरूले पढ र यो लङ एन्सर क्वेसनको मैले यो अहिले जति भनेको छु नि एटिक्वेट्स भइहाल्यो एटिक्वेट्स होइन नेटिक्वेट त्यसपछि इफेक्ट्स अफ डिजिटल टेक्नोलोजी एडभान्टेज र डिसएडभान्टेज यो एडभान्टेज र यो डिसएडभान्टेज एकदम रटेर राख होइन अर्को नेक्स्ट भनेको तिमीहरूले के गर भन्दाखेरि यो ट्रान्समिसन यो यसको डिफ्रेन्स पनि के गर त बुझिराख तिमीलाई सबभन्दा पनि बढी गाह्रो भनेको त्यही एनालग सिग्नल होइन डिजिटल सिग्नल त्यो बुझ्न तिमीहरूलाई सबभन्दा बढी गाह्रो भएको जस्तो मलाई लाग्छ बिट र बाइट्सको कुरा मैले भनिदिएँ तिमीलाई त्यहाँबाट कन्भर्सन कति बिट कति बाइट कति एमबी इक्वल्स टु कति जिबी त्यो भनेर तिमीहरूलाई चाहिँ सोधेको क्वेसन हो यसपालि चन्द्रगिरीको प्रिपेप्सनमा सायद सोधेको थियो है त्यसमा पनि सोधेको थियो सायद सो त्यो सोध्न सक्छ तिमीहरूलाई होइन अर्को नेक्स्ट भनेको तिमीहरूलाई यो सिग्नलको कुरा भयो होइन यहाँ
र अर्को तिमीहरूलाई यही हाउ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी आर इन्टर रिलेटेड भनेर यो क्वेसन पनि डाइरेक्ट 4 मार्क्समा सोध्न सक्छ कि इन्फर्मेसन कम्युनिकेसन र टेक्नोलोजी कसरी रिलेटेड छ। त्यही इन्फर्मेसन पहिले इन्फर्मेसन हेर म एन्सर लेख्ने कला पनि तिमीहरूलाई बताइदिरहेको छु। जस्तै क्वेसन सोध्यो हाउ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी इज रिलेटेड, क्वेसन सोध्यो हाउ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी इज रिलेटेड, त के लेख्छौ तिमीहरूले अब यसमा हेर। सबभन्दा बेटर तरिका साइन्समा के हो, धेरै दिमाग लगाउने होइन, ट्रिकमा जाऊ। इन्फर्मेसनको डेफिनेसन लेख, कम्युनिकेसनको डेफिनेसन लेख, टेक्नोलोजीको डेफिनेसन लेख। केही आउँदैन भने एकदम यो सर्टकट ट्रिक बताइरहेको छु, राम्रो मार्क्स पाउँछौ। इन्फर्मेसन के हो त्यो लेख, कम्युनिकेसनको डेफिनेसन लेख र त्यसपछि टेक्नोलोजीको डेफिनेसन लेख। सोसलमा त तिमीहरू काबिल छौ, 2-4 लाइन त तिमीहरू थप्न सक्छौ आफ्नो मनले, थप्यौ भने धेरै राम्रो। तर त्यो पनि थप्न सक्दैनौ भने होइन, यस्तो लङ एन्सर क्वेसन कहिले पनि छोडेर नआउनु, कहिले पनि छोडेर नआउनु कुनै पनि क्वेसन। त्यो नेगेटिभ मार्किङ जब हुन्छ तब मान्छेहरूले क्वेसन छोड्छ। तिमीहरूलाई थोरै नेगेटिभ मार्किङ छ, तिमीहरूले जति लेख्यौ आउने चान्स नै हुन्छ, घट्ने चान्स हुँदैन कहिले पनि। सो जति बढी प्रयास छ यसो गर कि जस्तै 23वटा क्वेसन छ भने त्यो 23को 23 म के गरौँ त लेखौँ, नआएको क्वेसनमा पनि केही न केही लेखेर आउँ होइन। जस्तै गिभेन सल्युसन डाटा जति दिएको हुन्छ त्यो पनि यदि एटलिस्ट तिमीले न्युमेरिकलमा लेखेर आयो भने हाफ मार्क्स 0.5 1 मार्क्स त्यति तिमीहरूले के गर्छौ पाउँछौ। डिपेन्ड्स अपन कि कति मार्क्सको त्यो क्वेसन छ, केही न केही मार्क्स तिमीलाई एक्जामिनरले दिन्छ। सो द्याट्स वाइ जस्तै अब हाउ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी इज के त रिलेटेड भन्दाखेरि अब इन्फर्मेसन के हो, त इन्फर्मेसन इज अ कलेक्सन अफ फ्याक्ट्स डाटा एन्ड फिगर्स। प्याराग्राफ चेन्ज गर। प्रोसेस अफ रिसिभिङ एन्ड गिभिङ इन्फर्मेसन इज कल्ड एज के त कम्युनिकेसन। त्यसपछि हेर टेक्नोलोजी, टेक्नोलोजीको अब डेफिनेसन लेख, द मेथड अर सिस्टम अर डिभाइस द्याट आर युज फर कम्युनिकेसन प्रोसेस आर कल्ड एज के त टेक्नोलोजी। र अब तल के लेख्दौ एक लाइनमा, अब सबैलाई कन्क्लुड गरिदेऊ। इन दिस वे इफ ओन्ली इन्फर्मेसन इज देयर the communication can't be done, and if communication is not there, but if information and communication both is there and we don't have technology, we can't communicate it properly to the people, and that's why के छ कि one cannot exist in absence of another हैन। we need all three for a proper के त communication, information, communication and technology, everything is required for के त proper के त communication between two people। that's why के त generally information, communication and technology is interrelated with each other। 4 मार्क्सभन्दा बढीको क्वेसन त सोध्नै छैन साइन्समा, यति लेख्यो भने हामीले मजाले मार्क्स पाउँछौ। सो यो कुरा एकदम मजाले तिमीहरूले ध्यानमा राख र तिमीहरूले यो च्याप्टरलाई यसरी के गर्न सक्छौ त कम्प्लिट गर्न सक्छौ। सो दिस इज योर इन्फर्मेसन कम्युनिकेसन एन्ड के त टेक्नोलोजी, द इन्ड अफ दिस च्याप्टर। र यो मैले भनेको थिएँ नि नेटिक्वेट पनि हो तिमीहरूको कि सेयर गर्ने राम्रो इन्फर्मेसन छ भने। यदि यो च्याप्टर तिमीहरूलाई भ्यालुएबल भएको छ भने तिमीहरूले साथीहरूमा आज धेरैभन्दा धेरै सेयर गर, किनभने जति बढी भ्युज हुन्छ त्यति मलाई पनि बनाउन के हुन्छ त मजा आउँछ। अर्को कुरा त्यो पनि होइन, मोटिभेसन त चाहिन्छ। सो केही, किनभने पैसा म तिमीहरूबाट कमाउँदिनँ केही पनि, म देखाइदिन्छु यहाँ, बरु कुनै दिन देखाइदिन्छु है कति कमाउँछु म तिमीहरू। 1 महिनामा 100 रुपियाँ कमाएको छु मैले तिमीहरूबाट। कतिवटा भिडियो मैले बनाएको छु, कति एफर्ट लाग्छ र त्यसमा कति आएछ, 100 रुपियाँ आएछ। सो द्याट डज नट म्याटर, त्यो पैसा मेरो लागि म्याटर पनि गर्दैन। सो एटलिस्ट सेयर चाहिँ तिमीहरूले गर्ने गर। सो दिस मच फर दिस भिडियो, आई विल टक इन द नेक्स्ट भिडियो। नेक्स्ट भिडियोमा तिमीहरूलाई अब के चाहिन्छ त्यो चाहिँ तिमीहरूले कमेन्टमा सबैजना लेखेर राख्दै गर। बाँकी सबै वान सर्टको फर्स्ट कमेन्टमा के गरिदिएको छु त लिङ्क हालिदिएको छु। सो दिस मच फर दिस भिडियो।